रेडी सर साह्रै अल्छी लाग्यो के गर्ने होला भन्नु त के नि घुम्न जाने हो त खै घुम्न जानुपर्छ कि यसो तिहारको बिदा नै आउँदैछ के छ विचार हजुरको घुम्न जाने भए एउटा एकदम राम्रो ठाउँ छ सोच्नु त एकचोटि थुप्रै ठाउँ छ जस्तै 5 पोखरी छ दुधकुण्ड छ कति टाइम छ टाइम त लिमिटेड टाइम छ हामीसँग अब मनाङ मुस्ताङ जाउँ भने टाइम छैन त्यति 5 पोखरीलाई टाइम लाग्ला यसो 3-4 दिनमा फर्किने गरी भन्नु त नजिकको सबभन्दा बेस्ट भैरवकुण्ड छ जाने त भैरवकुण्ड भनेपछि त राम्रै ठाउँ होला यहाँबाट जम्मा 4-5 घन्टाको राइडमा होइन अनि त्यसपछि 4-5 घन्टाको हाइकिङमा पुग्ने ठाउँ छ एकदमै राम्रो 4250 मिटर हाइटमा एकदमै होइन हिमालको दृश्य देख्न पाइन्छ कुण्ड पनि छ नुहाउन पनि पाइन्छ एकदमै राम्रो छ त्यसो भए यहाँ बसेर काम छैन ल गइहालौँ हामी ल मेरो राइड स्टार्ट हुन्छ गौशालादेखि देन आफ्टर म पुग्छु कोटेश्वरमा बिहानै म पुगिरहेको छु बिहानको आई थिङ्क 6:30 बजिरहेको छ 6:28 भइरहेको छ बट हेर्नुहोस् त जाम कति छ बट मौसम देखेर मलाई भन्छ नि दिल गार्डन हो गया भनेर मलाई यहीँदेखि एक्साइटमेन्ट फिल हुन थालिसकेको छ म चाहिँ अहिले एक्लै नै छु एडी सर अलिकति अगाडि हुनुहुन्छ सो उहाँलाई म अलि अगाडि भेट्छु सायद भक्तपुरतिर हुनुहुन्छ होला म उहाँलाई त्यहीँबाट भेट्छु होला हेर्नुहोस् त बिहान यति ठुलो जाम छ नि या फाइनली म छु भक्तपुर ओ नमस्ते एडी सर ओ नमस्ते हेलो एकछिन जाम छ भक्तपुरमा देन आफ्टर हामी भक्तपुर कटेर सूर्यविनायक निस्किसकेपछि देन आफ्टर हामी पुग्दैछौँ सागातिर मसँग ब्याकग्राउन्ड म्युजिक चलिरहेछ सुन्न सक्नुहुन्छ तपाईँहरूले दुईटा मुठु एउटै पारिदेऊ ओके हामी फाइनली 0 किलो पुगिसकेका छौँ जाउँ बिस्तारै गइरहेछौँ एक्साइटमेन्ट पनि छ र अलिकति डर पनि लागिरहेछ कि त्यो भैरवकुण्ड अलिकति एकैचोटि हाई एल्टिट्युड गेन हुन्छ त त्यसमा सो त्यो गेनको कारणले गर्दाखेरि हामीलाई केही प्रब्लम होला कि होइन साथीहरूलाई केही प्रब्लम होला कि भन्ने हामीलाई लागिरहेको थियो बट इट्स ओके ठिकै छ जो होगा देखा जाएगा भन्ने छ नि ठिकै छ हामी सोच्छौँ बिफोर ट्रेक जानुभन्दा पहिला चाहिँ अलिकति विचार गर्नु होला राइड जानुभन्दा पहिला चाहिँ अलिकति विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने अलिकति तपाईँहरूले बाइकको कन्डिसन्सहरू अलिकति राम्रोसँग हेर्नु होला किनकि टायरको प्रेसर के छ टायरहरू राम्रोसँग हेर्नु होला पुरानो छ भने अलिकति नयाँ लिनु होला किनकि आफ्टरअल तपाईँलाई नै फाइदा हुन्छ बिकज बिच अफ रोडमा बिग्रियो बाइक यताउता भयो भने प्रब्लम त भइहाल्छ अब हुन त अब घुम्न सक्नु त भइहाल्छ बट सकेसम्म चाहिँ प्रिकसन लिएर हिँडेको चाहिँ राम्रो हो कि जति प्रिकसन लियो त्यति नै राम्रो सर अगाडि हुनुहुन्छ विथ फुल स्पिडमा हुनुहुन्छ मैले उहाँलाई भेट्न खोजिरहेको छु बट उहाँले मलाई भेट्न दिएर भएको छैन ठिकै छ उहाँ अगाडि हिँड्दै हुन्छ विथ स्कुटर उहाँको स्कुटर वा हेर्नुहोस् न बट जति अगाडि हिँड्दैको त्यति नै मौसम खोलिरहेछ है यो हाम्रो लागि एकदम बेस्ट साइनको कुरा हो या कस्तो राम्रो ए 176 जना हो कति मर्यो यहाँ यहाँ पुरै घरै भित्रै छ यहाँ मुनि नै छ घर ए यो पुरै चाँडै आएको हो के पुरै बजार हो क्या यो त ए हो 71 सालमा अनि हामी 72 सालमा आएको थियौँ यहाँ
यो मौसम देखेर मलाई यस्तो फिल भइरहेछ कि वाह, किनकि हामी भ्यालीमा हुँदाखेरिको मौसम एकदम मसु लागे जस्तो हुन्छ, अलिकति पल्युटेड हुन्छ। बट यहाँबाट बाहिर निस्किसकेपछि एकदम माहौलै चेन्ज हुन्छ। बाह्र बजी कटिसकेपछिको मौसम र जुन भ्यूहरू थियो, जस्ट लाइक वाउ, एकदम हामीलाई फिल भइरहेको थियो कि अब जस हामीलाई मौसमले धोका दिन्छ जस्तो भने हामीलाई चाहिँ फिल भइरहेको थियो। बट त्यस्तो भएन, मौसम खोल्दै गइरहेको थियो, एकदम मस्त आइरहेको थियो। वाह, यो पहाड देखेर बाटो चाहिँ मैले अगाडि थोरै अगाडि जाँदाखेरि मैले बिर्सिसकेको थिएँ, तर बाटो अलिक पछाडि नै रहेछ। सिधा जानुभयो भने तपाईँ चाइना पुग्नुहुन्छ, चाइनाबाटतिर गइन्छ यो बाटो। तर हामी अगाडिबाटै लेफ्टतिर लागेर हामी पहाड चढ्नेतिर लाग्छौँ। त्यसपछि हामी डाक्लाङ हामी पुगेको थियौँ। म अगाडि पुगिसकेको थिएँ कि खासमा हामी तलबाट जानुपर्छ, उहाँ सर हुनुहुन्छ, सरको वेबाटै जानुपर्छ हामी त। सो ठिक छ, ल जाउँ। कतै धुलो, कतै गाई बस्तु चलिरहेको छ। गाउँ पुरै प्योर गाउँ के। अफरोडमा जाँदैछौँ। अलि अगाडि जहाँसम्म लाग्छ अगाडि एउटा वाटर क्रसिङहरू छ, आउँछ होला। त्यो वाटर क्रसिङमा कट्टे खोला हामी पुगेका थियौँ र हाम्रो वाटर क्रसिङ त्यही अगाडि आउँछ जस्तो मलाई लागिरहेछ। ठिकै छ, बाटो त्यस्तो खासै गाह्रो यहाँसम्म त लागेन हामीलाई, तर यहाँ चाहिँ अलिकति हामीलाई समस्या दिन्छ कि भन्ने कुरा हो। ठिकै छ, त्यति गाह्रो त छैन, बट बी केयरफुल भएर चलाउनु होला है त। ओ मिस्टर ग्रीन, मिस्टर ग्रीन, नाइस नाइस नाइस। चल गीता चल, हारना नहीं है। चलो 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 चलो। बाटो जस्तो भए पनि मौसम चाहिँ एकदम भन्छ नि दिल गार्डन गार्डन गराउने खालको मौसम छ कि यहाँ त। त्यो मौसम देखेरै मलाई त लागिरहेछ कि वा, यहाँको नाम अलिकति अचम्म टाइपको छ कि। तपाईँलाई भने यहाँ नाम छ च्याङसिङ। ठिकै छ, नाम त हो नि होइन, यहाँको ठाउँको नाम हो, त्यसैले हाँस्नु चाहिँ हुँदैन हामी। र ठिकै छ, जुन ल्यान्डस्केपहरू भइरहेको छ एकदम जस्ट चेन्जिङ भइरहेको छ कि। त्यहाँभन्दा यहाँ अलिकति फरक फरक टाइपको हामी अलिकति हाइटमा आइसकेका छौँ। लिस्ती पुग्न धेरै टाइम नलाग्ला हामीलाई, सायद 10-15 मिनटमा पुग्छौँ होला जस्तो हामीलाई लागिरहेको छ। बाटो त धेरै लामो होइन, तर हामी 10-15 मिनटमा त्यहाँदेखि पुग्यौँ। एन्ड पहिले भनिसक्नु भएको रहेछ, अटो गरिसक्नु भएको रहेछ। एन्ड बिस्तारै 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 जाँदैछ हामी। ठिक छ, नो प्रब्लम, केही छैन। खाना खाइसकेपछि हामीलाई एउटा गेटले स्वागत गर्छ। बाटो अफ रोड छ, बिस्तारै जानु होला भन्दै। बाटो अफ रोड छ, बिस्तारै जानु होला। बिस्तारै जाँदैछौँ हामी। थकान लागिरहेको छ, तर बट इट्स ओके, नो प्रब्लम। बाटो देख्दै हामीलाई खतरनाक जस्तो देखिरहेछौँ हामी। सर जाँदै हुनुहुन्छ। अलिकति हाइट चढ्दाखेरि अलिकति ग्याप चाहिँ मेन्टेन गर्नु होला है तपाईँहरूले, किनकि ग्याप मेन्टेन गर्नुभयो भने अगाडिको केही भइरहेको छ भने तपाईँले जान सक्नुहुन्छ। र तपाईँ पनि चलाइराख्नु भएको छ भने फेरि दुवैजना लड्ने चान्सेस बढी हुन्छ यसमा।
है मसँग छ मेरो डोमिनार मेरी जान माई हार्ट मिस्टर ग्रीन जाँदैछौँ लेट्स गो ठिक हामी लगभग यहाँबाट बगामकोतिर लागिरहेछौँ बगाम पुग्न हामीलाई त्यस्तै 20-25 मिनट लाग्ला कि भन्ने हामीलाई आशा छ ठिकै छ यहाँ अलिकति बढी नै एक्सट्रिम छ त्यस कारणले गर्दाखेरि तपाईँहरूले पनि अलिकति ख्याल गर्नु होला आउँदाखेरि क्यामेरामा त्यस्तो खासै नदेखिए पनि रियलमा जानुभयो भने देख्नुहुन्छ यसमा चाहिँ सो अलिकति केयरफुल भएर चाहिँ आउनुपर्ने हुन्छ हामी है हामी फाइनली बगाम पुगेर हामीले पार्किङ गरिसकेका छौँ र सरहरू चिया खाँदै हुनुहुन्छ म भिडियो खिचिरहेको छु एन्ड मेरो लागि कफी बन्दैछ साइडमा हाम्रो एडी सर हाम्रो बेबी सर हुनुहुन्छ साइडमा हाम्रो म्याथ सर हुनुहुन्छ साइडमा